अस्ति हिरासतमा पनि एकछिन यसो प्रहरीसँग जानुभयो होइन? हजुर एटिट्युड हेरेर नगर्दै नि इलेक्सनै जिते जस्तो के थियो त्यो? त्यो भिडियो डिलिट गरेर लगाउनु भएको थियो, डिलिट गरायो अनि उहाँहरूले सकुशल मलाई जानुस् भाइ भन्नुभयो, म फर्केँ। यो नाके दाइ पनि के भएको आजभोलि? त्यो मौन अवधिमा राख्न पाइन्न भने चाहिँ तपाईँलाई जानकारी थिएन? त्यो जानकारी थियो मलाई। होइन, मलाई जानकारी थियो तर मैले गरे हो रे। के किन उपलब्धि गरेर आए जस्तो मलाई जानकारी थियो, मैले गरे हो रे। अरूलाई त 1270 यसले यस्तो गरौँ उसो गरौँ, यो गलत भयो यो यस्तो भयो भन्ने मान्छे आफै नियम नमानेपछि तपाईँको कुरा कसले चाहिँ टेर्दै हिँड्छ त हो नाके दाइ? अनि सैताल उडबस गर्यो नआएको छ त के हो? किन भाइ 200 चोटि गरे हो भन न सिधै, अरू कुरा त सिधै गर्छौ, यो कुरा चाहिँ किन यस्तो हो मैले 200 चोटि चाहिँ गरे हो। त्यो मान्छेमा भ्रम फैलाइदिनु सजिलो छ, मैले 200 चोटि उडबस गरेँ भइहाल्यो त। अनि निर्वाचनको बेलामा आचार संहितालाई त्यसरी उल्लङ्घन गर्ने काम चाहिँ त्यो मबाट गल्ती भयो, त्यसलाई मैले सुधारेँ, त्यसलाई हटाएँ, सबै कुरा पाइन्छ। त्यो थाहा नभएर त्यो गरे हो कि होइन, थाहा थियो, थाहा भएर गरे हो? थाहा थियो। पेसनमा मैले खिच्ने व्यक्तिले नहाल भन्ने जस्तो कुरा पनि मलाई केही लागेन। र हाल नहाल जस्तो केही नलाएर तिम्रो भिडियो हालिदिए ल रतन भाइ, मैले नि उहाँ नै त्यस्तो केही इम्पोर्टेन्ट लागेन, त्यही भएर चारैतिर मैले भिडियोहरू पोस्ट भइरहेको देख्दाखेरि जस्तो त्यसलाई मैले राखेको। तिमी जस्तो होइन हरेक कुराहरू बोलेर राइट रङ भन्दै हिँड्ने, एक मिनटमा रिल हाल्ने, अपडेट गर्ने, इलेक्सनकै लागि भनेर जापानबाट नेपाल जाने, त्यस्तो गर्ने मान्छे सपोर्ट गर्ने भनेर अनि लास्टमा मौन अवधिमा चाहिँ जथाभावी जे मन लाग्यो त्यति पोस्ट हाल्ने कुरा चाहिँ इट्स नट अ गुड थिङ्स ब्रो। अब फेरि कुन पार्टीको झोले भन्नु होला, बाई द वे म कुनै पार्टीको पनि झोले होइन। पहिला कुनै पार्टीलाई भोट हालियो, यसपालि कसैलाई पनि हालिएन, तर बालेनजीले जित्नु भएछ, त्यसमा हामी पनि खुसी नै छौँ है त।